professional footballer, a photojournalist, as well as a dashing model who was born in Nepal but struggled a lot for developing his career in film industry in India. Later on, he came back to Nepal and became one of the most popular and veteran actors in Nepalese cinema. Hello and welcome back to the other episode of Yo Film Bhanne Cheez Yastai Ho. आजको कार्यक्रम सुरु गर्नुभन्दा अगाडि म तपाईहरुलाई केही देखाउन चाहन्छु। यो फोटोमा त्यो रातो टी-शर्ट लगाएको अमिताभ बच्चनसँग ग्रुप डान्स गर्दै गरेको कलाकारलाई चिन्नुभयो? ओके, लेट्स ट्राई वन मोर। यो फोटोमा रति अग्निहोत्रीसँग स्क्रिन शेयर गर्दै गरेको कलाकार को होला? अब त चिन्नुभयो होला। यदि अहिलेसम्म पनि चिन्नु भएन भने लेट्स सी दिस। आपलाई यो कुरा मन परेन? आज हामी चर्चा गर्दैछौं नेपाली चलचित्र चिनोबाट नेपाली सिल्भर स्क्रिनमा उदाएका एक यस्ता भेटरन कलाकार जसले आफ्नो दमदार अभिनयबाट नेपालीको मन जित्न सफल भएका थिए। उनी हुन् नेपाली रजत पटका चर्चित भिलेन सुनिल थापा। मैले अगाडि नै भनिसकेका छु कि नेपाली चलचित्रको विकास सन् 1964 मा प्रथम पटक प्रदर्शनमा आएको चलचित्र आमाबाट भएको थियो। त्यसपश्चात नेपालमा यदाकदा फिल्महरू बन्न थालेका थिए र नेपाली हलहरूमा हिन्दी चलचित्रकै बाहुल्यता थियो। वास्तवमा भन्ने हो भने सन् 1980 पश्चात मात्र नेपाली चलचित्रले बामे सर्न थालेको हो। त्यसपश्चात वर्षमा एक्का दुक्का फिल्महरू बनेर दर्शक सामु रिलिज हुने गर्दथे। आफ्नो भाषाको चलचित्र भएकाले नेपालीहरू पनि हलमा झुम्मिन थालेका थिए। यसले नेपाली चलचित्रको विकासमा मद्दत त पुर्याएको थियो नै, साथै नेपालमा कलाकारहरूलाई पनि बिस्तारै जन्माउँदै र स्थापित गर्दै लगिरहेको थियो। सन् 1960s, 70s र 80s मा जन्मेका नेपाली चलचित्रका पारखीहरूलाई प्रश्न गरियो भने कि तपाईहरुको समयमा हिट हिरोहरू को थिए भन्दा उत्तरमा भुवन केसी, शिवश्रेष्ठ, हरिहर शर्मा, पुरन जोशी, विश्व बस्नेत, कृष्ण मल्ल आदि कलाकारहरूको नाम आउँछ। त्यसैगरी हिरोइनहरू को थिए भन्दा कृष्टि मैनाली, मीनाक्षी, शर्मिला मल्ल र करिश्मा मानन्दरको नाम अग्रपंक्तिमा आउँछ। तर यदि तपाईले तिनै जनतालाई तपाईहरुको समयमा सबैभन्दा चर्चित भिलेन को थियो भन्दा आउट अफ 100 98 को मुखमा एउटै नाम आउँछ र त्यो हो नन अदर देन सुनिल थापा उर्फ राते काइला। सुनिल थापाको जन्म नेपालमा भएको थियो। रिसर्च गर्दा कतै कतै उनको जन्म नेपालको राजधानी काठमाडौँमा भएको भन्ने पाइन्छ भने कतै नेपालको दाङ जिल्लामा भएको भन्ने पनि पाइन्छ। तर जे होस्, जहाँ जन्मिए पनि उनी नेपाल अधिराज्यभित्रै जन्मिएका हुन्। तर उनको करियरको सुरुवात भने भारतबाट भएको थियो। On his young age, he used to be a good sportsman. He was a professional football player who used to play football from Orkes Sporting Club and ILC Club, Mumbai. पछि उनको ड्याशिङ पर्सनालिटी देखेर कसैले उनलाई मोडलिङमा जान सुझाएका थिए। त्यही अनुसार स्ट्रगल पिरियडमा सुनिल थापाले भारतको कोलकाताबाट प्रकाशित हुने जेएस म्यागजिनमा एज अ फोटो जर्नलिस्ट र मोडलको रूपमा काम गरेका थिए। हाल जेएस म्यागजिनको पब्लिकेसन बन्द भइसकेको छ। तर यही म्यागजिनको लिंकबाट सुनिल थापाले बलिउड फिल्म इन्डस्ट्रीमा प्रवेश गर्ने मौका पाएका थिए। सन् 1981 मा बनेको भारतको चर्चित फिल्म एक दूजे के लिए, which was starring कमल हसन and रति अग्निहोत्री, त्यसमा लीड रोलमा सुनिल थापाले काम गर्ने मौका पाएका थिए।
र त्यस पश्चात सायद उनले पछाडि फर्केर हेर्नु परेको छैन। सुनिल थापाले अभिनय गरेको नेपालको पहिलो चलचित्र मसाल हो। यो सन् 1982 मा रिलिज भएको थियो। यस चलचित्रबारे खासै चर्चा भएको पाइँदैन, तर सन् 1991 मा निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र चिनोमा राते काइलाको रूपमा सुनिल थापा उदाएका थिए। यस चलचित्रले उनलाई एउटा इस्ट्याब्लिस्ड भिलेनको पहिचान दिएको छ। सुनिल थापालाई नेपाली चलचित्रको पहिलो इस्ट्याब्लिस्ड भिलेन भन्नमा कुनै पनि अतियुक्ति हुँदैन होला। यो कुरा गर्दा पहिले नै खलनायकको भूमिका निर्वाह गरिसकेका विभिन्न कलाकारहरूलाई अन्डरमाइन भने पक्कै गर्न खोजिएको होइन। चलचित्र चिनो निर्माण भन्दा अगाडि नेपालमा धेरै चलचित्रहरू बनिसकेका छन् र त्यसमा खलनायकको रूपमा विभिन्न कलाकारहरूले उत्कृष्ट भूमिका प्रदर्शन गरेका छन्, तर एउटा पर्फेक्ट भिलेनको ओज र त्यस पात्रलाई चलचित्रमा जीवन्तता प्रदान गर्ने काम चलचित्र चिनोमा सुनिल थापाले गरेका छन्। तपाईहरूलाई अन्यथा लाग्दैन भने सायद नेपाली चलचित्रमा एउटा मेमोरेबल भिलेनको रूपमा चिनोभन्दा अगाडिका चलचित्रहरूले त्यति साह्रो उत्कृष्टता देखाउन सकेका छैनन्। जसरी हिन्दी फिल्ममा मोग्याम्बो भन्ने बित्तिकै अमरीश पुरी, लायन भन्ने बित्तिकै अजित र प्रेम नाम है मेरा प्रेम चोपडा भन्दा प्रेम चोपडाको इमेज हाम्रो मन मस्तिष्कमा आउँछ, त्यसै गरी नेपाली चलचित्रमा रातेलाई यो कुरा मन परेन भन्ने डायलग सुन्न साथ हाम्रो मानसपटलमा एउटै इमेज आउँछ र त्यो हो सुनिल थापा। एउटा पर्फेक्ट भिलेन र त्यसले त्यस पात्रलाई चलचित्रमा दिएको जीवन्तता सायदै अन्य कुनै कलाकारले पहिले निर्वाह गर्न सकेका छन्। तसर्थ यसको लागि सुनिल थापालाई हाई क्रेडिट दिनै पर्छ। एउटा चलचित्र हिट हुनमा राम्रो नायक तथा नायिका, बेस्ट डिरेक्टर र बेस्ट म्युजिक मात्रै कारण हुँदैनन्। त्यस चलचित्रमा एक्टर इन नेगेटिभ रोलले पनि धेरै ठुलो काम गरेको हुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ कि फिल्म हिट भए पनि हिरो र हिरोइन भन्दा नेगेटिभ रोल गर्ने क्यारेक्टरले त्यस फिल्ममा क्रेडिट पाएका थुप्रै उदाहरणहरू छन्। पहिलो उदाहरण सुभाष घईद्वारा निर्देशित चलचित्र कालीचरण। सायद यो सुभाष घईले निर्देशन गरेको पहिलो चलचित्र थियो। त्यस चलचित्रमा त्यस तकाका सुपरस्टार शत्रुघ्न सिन्हा, रीना रोय र प्रेमनाथ पोजिटिभ रोलमा थिए भने त्यसै तकाका भेटरन एक्टर र पर्फेक्ट भिलेन अजित नेगेटिभ रोलमा थिए। फिल्म वाज अ बिग हिट बट मेजर क्रेडिट्स वर टेकन बाय अजित। ये सारा शहर मुझे लॉयन के नाम से जानता है। अर्को उदाहरण हेरौं। सुभाष घईद्वारा निर्देशित अर्को चलचित्र which was a super hit named movie कर्मा। त्यस चलचित्रमा भेटरन एक्टर दिलीप कुमार, सुपरस्टार जेकी श्रफ, अनिल कपूर र नसरुद्दिन शाह were in positive roles। तर भर्खरै इन्डियन सिल्भर स्क्रिनमा उदाएका एक्टर इन नेगेटिभ रोल अनुपम खेरले डाक्टर ड्याङको भूमिका जुन तरिकाले निर्वाह गरेका छन् त्यस भूमिकाले सम्पूर्ण पोजिटिभ एक्टर्सहरूलाई ओझेलमा पारिदिएको थियो। त्यस्तै अर्को उदाहरणका रूपमा शेखर कपूरद्वारा निर्देशित चलचित्र मिस्टर इन्डिया that was a big hit of that period। veteran actor Anil Kapoor was in the lead role, Sridevi was in the lead role, तर फिल्मको मेजर क्रेडिट मोग्याम्बो अर्थात् अमरीश पुरीले पाएका छन्। त्यही अनुसार हेर्ने हो भने चलचित्र चिनोमा पनि भुवन केसी, शिव श्रेष्ठ, कृष्टि मैनाली जस्ता भेटरन कलाकारहरू
र हिट कलाकारहरू हुँदाहुँदै पनि नेगेटिभ रोलमा उदाएका राते काइला उर्फ सुनिल थापाले त्यो फिल्मको मेजर क्रेडिट पाउनै पर्छ, किनभने उनले त्यस चलचित्रमा निर्वाह गरेको भूमिका आजसम्म अविस्मरणीय छ। स्ट्र्याटेजी अफ रिभेन्ज र लस्ट एन्ड फाउन्ड को कन्सेप्टमा बनेको कुनै पनि फिल्ममा पर्फेक्ट भिलेनको मेन रोल हुन्छ। तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र चिनो त्यही कन्सेप्टमा बनेको चलचित्र थियो र त्यसमा सुनिल थापाले एउटा पर्फेक्ट भिलेनको रोललाई जीवन्तता प्रदान गरेका छन्। चाहे त्यो चिनोको राते काइला होस् या भुवन केसीको सपनाको मंगल ठकुराटी होस् या कर्मयोद्धाको धरणीधर होस्, सबै खलपात्रहरूलाई जीवन्त बनाउनमा सुनिल थापा सफल रहेका छन्। चलचित्रमा खलनायकको भूमिका मात्र नभएर सुनिल थापाले चलचित्रमा नायक भएर पनि काम गरेका छन्। उनले अभिनय गरेको चलचित्र चेलीमा उनको नायकको भूमिका थियो, तर सायद नेपाली रजत पटले उनको त्यो नायकको भूमिकालाई मन पराएन होला। चेली चलचित्र चाँडै नै हलबाट बाहिरिएको थियो। नेपाली भाषामा मात्र नभएर सुनिल थापाले हिन्दी, भोजपुरी र तमिल भाषाका चलचित्रहरूमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन्। सबै भाषा मिलाएर उनले हालसम्म 130 भन्दा बढी चलचित्रहरूमा आफ्नो दमदार अभिनय पस्किसकेका छन्। स्मरणको लागि सन् 2014 मा रिलिज भएको हिन्दी चलचित्र मेरी कोम व्हिच वाज अ बिग हिट, त्यसमा प्रियंका चोपडाको बक्सिङ कोचको रूपमा उनले गरेको अभिनय प्रशंसनीय छ। सुनिल थापाले आफ्नो अभिनय मार्फत विभिन्न पुरस्कार तथा सम्मानहरू पनि प्राप्त गरेका छन्। आजको मितिमा पनि उनी नेपाली चलचित्रमा अथवा भनौं चलचित्र क्षेत्रमा सक्रिय नै छन्। साथै उनी एभरेस्ट फिल्म एकाडेमीका चेयरपर्सन पनि हुन्। एउटा पर्फेक्ट भिलेनको रूपमा हेर्ने हो भने सुनिल थापालाई हिन्दी चलचित्रका पर्फेक्ट भिलेन अजित, अमरीश पुरी, प्रेम चोपडा, अनुपम खेर आदिसँग तुलना गर्नु बेठिक नहोला। आगामी दिनमा पनि हामी सुनिल थापाबाट त्यही प्रकारको दमदार प्रस्तुतिको अपेक्षा राख्दछौं। मलाई यो कुरा मन पर्यो। That's all for today, friends. यहाँसम्म हेरिदिनु भएकोमा थ्यांक यू भेरी मच। यदि यो एपिसोड तपाईलाई मन पर्यो भने यस च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। Credits are given in the description and I hope you'll have a very wonderful day. फेरि अर्को टपिकका साथमा आउने छु। त्यतिन्जेलसम्मको लागि गुड बाई एन्ड